बिहानी पख शनिबारे घुमाइमा हामी चरङ्गे डाँडाको अवलोकनको लागि पैदल यात्रा तय गर्यौं। हामी निरन्तर चरङ्गे डाँडाको लागि प्रस्थान गर्दैछौं। चरङ्गेको यात्राको सिलसिलामा अघि बढेका छौं। दिदीहरूले दाउरा लिएर आउनुभयो। के गर्नु, किसानी काम। बिहान सबेरै उठेर जङ्गल गएर दाउराको ठुला भारी लगाएर घर गएर नास्ता खानुपर्ने। हामी चाहिँ घुम्नको लागि हिँडेका छौं। बिहानीको पहिलो किरणसँगै हाम्रो यात्रा चरङ्गे डाँडातिरको छ। साथमा हुनुहुन्छ हाम्रो प्रिय दाजु हरि ढकाल। शरीर बुढो भए पनि मन बुढो भएन भन्दै हामीसँग दाजु अघि बढिरहनु भएको छ। बाइकलाई पनि गाह्रो। यो चराचुरुङ्गीको चिरबिर आवाज, यो हरियाली, यो निलो आकाशमुनि हरियाली, चराचुरुङ्गीको चिरबिर आवाजसँगै उकाली यात्रा हाम्रो निरन्तर चलिरहेको छ। सक्नुहुन्छ चरा। आहा, क्या लोभ लाग्दो चराहरूको। यी लोभ लाग्दो वातावरण हेर्दै हाम्रो यात्रा निरन्तर अघि बढेको छ। यो हरियाली
जङ्गलको बाटो हुँदै हाम्रो यात्रा निरन्तर अघि बढेको छ। चराचुरुङ्गीको चिरबिर आवाजसँगै बिहानीको मिरमिरे किरणसहित यहाँ छैन यहाँ तेर्सो तेर्सो छ यस्तो भनिया छैन। जमेको त्यो मुटुको वरिपरि बसेर बसो हुन्छ नि सब पग्लिन्छ। त्यसरी हिँड्नु एकछिन रोक्नु हिँड्नु रोक्नु हिँड्नु रोक्नु यो प्राकृतिक वातावरणमा यी चराचुरुङ्गीको चिरबिर आवाज, चारैतिर हरियालीले मन नै आनन्दित तुल्याएको छ। हाम्रो यात्रा निरन्तर चलिरहेको छ। हामी अहिले करङ्गे डाँडाको लागि प्रस्थान गरेका छौँ। हजुरहरू देख्न सक्नुहुन्छ चारैतिर हरियाली, चराचुरुङ्गीको चिरबिर आवाज सँगै महेन्द्र सर, हाम्रो हरि दाजु र मेरो यात्रा निरन्तर चलिरहेको छ। हाम्रो यात्रा निरन्तर उकाली गर्दै चलिरहेको छ। विभिन्न जङ्गल, खोला खोल्सी गर्दै निरन्तर अघि बढेका छौँ। यहाँ जीविकोपार्जन गर्न र खानको लागि सङ्घर्ष गर्नुभएको छ भने हामी खाएर बोसो घटाउनको लागि यात्रा गरेका छौँ। हाम्रो यात्रा उकाली ओह्राली हाम्रो ट्रेकिङ यात्रा निरन्तर चलिरहेको छ। हृदय ख्याल गरेर आउनुहोस् है। महेन्द्र सरले अगाडि हिँड्दै बाटो बनाउँदै अघि बढ्नु भएको छ भने म साथ दिँदै म र हरिदै आएका छौँ। हरिदैलाई अलि गाह्रो भएको अनुभूति दिनुभएको छ। पुनः हामी मोटर बाटोमा आइपुग्यौँ। नजिकै देखिया थिएँ यार, टाढै हुँदैछ बाघले लतार्ला एकचोटि खाम भनिदिन्छ कि नेपालीलाई यत्रो बाटो। दाउरा घाँसपात गर्न आएका दाजुभाइहरूले सुसेरी हाल्दै दाउरा घाँस काटिरहनु भएको छ।
यी डाँडाकाँडा हरियाली उक्काली गर्दै हामी निरन्तर चरङ्गे डाँडाको लागि यात्रा गरिरहेका छौँ। विश्राम गरेर फेरि हाम्रो यात्रा अगाडि बढ्न गइरहनेछ। हजुरहरू हाम्रो भिडियो हेरेर चरङ्गे जाने बाटो के कस्तो छ, कस्तो मौसम छ भनेर हेर्न जानकारी लिन सक्नुहुनेछ। हाम्रो यात्रा निरन्तर अब केही समयको विश्रामपछि हामी फेरि पुनः यात्रामै अघि बढ्दै अघि लागेका छौँ। हजुर देख्न सक्नुहुन्छ दाजुहरूले दाउरा बोक्नु भएको छ। हाम्रो यात्रा गोरेटो बाटो हुँदै पुनः अगाडि बढेको छ। दाजु ल बिस्तारै बिस्तारै आउनुहोस् है, बाटो अप्ठ्यारो छ। सर हजुरलाई आजको यात्रा कस्तो लागिरहेछ भन्नुहोस् त। बहुत रमाइलो। बादलले ढकमक तल ढाकेको छ। माथि हामी बादलमाथि डाँडामा आकाशमा भएको अनुभूति गरेका छौँ। हजुर देख्न सक्नुहुन्छ तल ढकमक्क सेतै भएको छ। हामी माथि पहाडमा छौँ। यो उकाली बाटो अप्ठ्यारो बाटोमा यी चराचुरुङ्गीको चिरबिर आवाज, यो हरियाली मौसमले वातावरणले गर्दा बाहिर चाल्नलाई केही सहज बनाइदिएको छ। लामो समयपछिको यो पैदल यात्राले गर्दा केही थकान अनुभूति गराइदिएको छ। थकानको बावजुद पनि हाम्रो यात्रा निरन्तर चलिरहेको छ। हजुरहरू देख्न सक्नुहुन्छ यो सालघारी हरियाली छ। अझै केही समयको पैदल यात्रापछि हामी चरङ्गे डाँडा प्रस्थान गर्नेछौँ। हजुर माथि देख्न सक्नुहुन्छ चरङ्गेको डाँडा। अझै केही
समय लाग्ने छ माथि डाँडोमा पुग्नको लागि। हरिदाईलाई हिँड्न गाह्रो भएर अझै के कति समय लाग्छ भन्दै उत्सुकता पोख्नु भएको छ। दाङ तराईको जिल्ला भने तापनि ठुल्ठुला पहाडले घेरिएको छ। दाङ जिल्ला आफैमा सौन्दर्यताले भरिपूर्ण जिल्ला हो। यहाँ एसियाको सबैभन्दा ठुलो राप्ती उपत्यका अवस्थित छ। दाजुलाई धेरै कठिनाइ भएको छ हिँड्नको लागि। अब दाजुलाई बोकेर लाने निधो गरेका छौँ। यहाँदेखि मेरो यात्रा गर्न म सक्दिनँ भनेर दाजुले गुनासो पोख्नु भएको छ। बिस्तारै बिस्तारै अघि बढौँ, आत्तिनु पर्दैन है। ल आउँदै गर्नु है। है दाजुलाई केही समय विश्राम गरेर पुनः यात्रा तय गर्नु हुन अनुरोध गर्दै म फेरि निरन्तर यात्रामै अघि बढेको छु। केही समयको ठाडै उकालो गोरेटो बाटोको पैदल यात्रापछि केही समयको लागि विश्राम लिँदै महेन्द्र सरले शरीरलाई केही शीतलता अनुभूति गर्नको लागि विश्राम गर्नुभएको छ। अब हाम्रो यात्रा फेरि पुनः अगाडि बढ्दैछ। ल सर अघि लागौँ। एकै दिन जम्मै खान्छु भनेर हुन्छ यार। भरि यहाँ 7 बजे तल झर्ने गइदै गरौँ।
पुनः फेरि हामी मोटरेबल बाटोमा हाम्रो यात्रा जडिन पुगेको छ। हो यही हो। अब हामी गन्तव्यको नजिक आइपुगेका छौँ। तराईको जिल्ला दाङ भने तापनि चारैतिर डाँडै काँडाले घेरिएको जिल्ला हो। हजुर सर नमस्कार। हजुर नमस्कार। हजुरलाई दाङ तराईको जिल्ला भनेर प्रख्यात भए तापनि पहाडले घेरेको चारैतिर पहाड भएको हुँदा कस्तो अनुभव भइरह? राम्रो छ यहाँको पहाडहरू। हाइकिङको लागि धेरै राम्रो पहाड छ, धेरै गाह्रो पनि छैन। थोरै हिँड्ने बित्तिकै पहाडको मजा लिन सकिन्छ। हजुरलाई अहिले पहाडमा आए चाहिँ पहाड जिल्लामा आए चाहिँ भइरह होइन सर? हजुर यति ठुलो ढुङ्गा कताबाट चढ्नुभयो सर? हजुर पनि प्रकृति प्रेमी, बहुत हिँड्न मन पराउने हुनुहुँदो रहेछ। हजुरसितको यात्रा आज अविस्मरणीय लागिरहेको छ। फेरि हिँडिराख्नुपर्छ। हजुर सर, यो यात्रालाई हामीले निरन्तरता दिइरहनुपर्छ सर। यतिकैमा बिट मार्नु हुँदैन। एकदम ठिक हो। ल सर, अब फेरि प्रस्थान गरौँ। डाँडाहरू खिच्नु कति राम्रो छ। पातहरू टल्किया छन्, तल कुहिरो लागै छ। हामी त्यहाँ सुतिरहेको हुन्थ्यौँ होला बसेको भए। हजुर सर। यस्तो पारिलो घाम छ। हेर्नु त उपत्यका, दाङ उपत्यका त कस्तो देउखुरी उपत्यका। देउखुरी उपत्यकालाई कुहिरोले ढाकेको छ। हामी कुहिरोदेखि माथि पहाडमा छौँ। देख्न सकिन्छ यो कुहिरोले ढाकेको राप्ती उपत्यका। हामी अहिले आकाशमाथि भएको अनुभूति गरेका छौँ। हजुर सर, हजुर सर। अब यहाँबाट ढुङ्गादेखि 1 2 3 अब यहाँबाट देखिने भन्दा परै हिँड्नु पर्दैन। यहाँबाट जहाँ देखियो नि, यहाँ जहाँसम्म देखिन्छ त्यति हो। अस्ति हामी गएको ठाउँ। निरन्तर उकालो चढ्दै हामी अगाडि बढेका छौँ। यो धुले बाटो, गोरेटो बाटो हुँदै हाम्रो यात्रा निरन्तर अघि बढेको छ। हाम्रो हरिदाजुलाई हिँड्न चाहिँ केही कठिनाइ भएको कारण हाम्रो यात्रा बिस्तारै अघि बढेको छ। महेन्द्र सरको यात्रा चाहिँ राम्रो छ। उहाँ निरन्तर अघि बढेर हामीलाई अघि आउन प्रेरित गर्दै निरन्तर अघि बढ्नुभएको छ। वरिपरि डाँडाकाँडा हेर्दै हरियाली, चराचुरुङ्गीको चिरबिरा आवाजसँगै हाम्रो यात्रा अघि बढिरहेको छ। हजुर पनि राप्ती उपत्यका नजिकै हुनुहुन्छ भने
एकचोटि यहाँ माथि डाँडामा आएर यो प्राकृतिक दृश्यले परिपूर्ण विभिन्न ठाउँहरू यहाँबाट अवलोकन गरेर जान सक्नुहुन्छ। निरन्तर यात्रापछि फेरि हामी विश्राम गर्ने ठाउँमा आएका छौँ। बन्दै गरेको यो प्रतीक्षालाई 7:30 मा हिँड्ने थियो 9 बजे आइयो। एकदम प्योर काठेसरी एकदम लुगा थुप्रै छ हामी अब वरिपरि हरियाली हेर्दै केही समय विश्राम गर्दैछौँ।